So alright guys, hello and namaste साथीहरु, welcome back to my YouTube channel के छ हल्ली चल्ली। I hope you guys सबैले सन्चै होला, आरामै होला भन्ने म आशा गर्दछु र फेरि पनि एकपटक बस्नुट इन्डोनेसियाको दुनियाँमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा चाहिँ तपाईहरुलाई चाहिँ म केटीएम बाबु बसिट YouTube च्यानलले बनाएको नयाँ स्किनको बारेमा चाहिँ तपाईहरु माझ रिभ्यु गर्न गइरहेको छु। तपाईले हाइलाइटमा पनि देख्न सक्नुभयो होला, स्किन अति नै बवाल कन्डिसनमा छ। र तपाईलाई चाहिँ भन्नु पर्दाखेरि चाहिँ यो स्किन चाहिँ केटीएम बाबु YouTube च्यानलमा रिलिज भइसकेको छ भने यदि कोही साथीहरुलाई यो स्किन मन परेको छ भने तपाईले युट्युबमा गएर केटीएम बाबु बसिट YouTube च्यानलमा के गर्न सक्नुहुन्छ, चेक आउट गर्न सक्नुहुन्छ है त गाइस, देख्न सक्नुहुन्छ। मलाई चाहिँ यो स्किन चाहिँ अति नै बवाल लाग्यो हैन। अब तपाईहरुलाई के कस्तो लाग्यो तपाईहरुले कमेन्टमा पनि लेख्न सक्नुहुन्छ। मलाई चाहिँ यसको स्किन चाहिँ अति नै बवाल लाग्यो, त्यही भएर चाहिँ मैले आज चाहिँ यो स्किनको बारेमा चाहिँ रिभ्यु गर्न गइरहेको छु है त गाइस। सो एज यु क्यान सी तपाईहरुले भिडियोमा पनि देख्न सक्नुहुन्छ स्किन चाहिँ फर्स्ट क्लास छ र यसमा चाहिँ धेरै जस्तो युज गरेको कलर चाहिँ तपाईहरुको ब्लू कलरमा युज गरिएको छ भने लाइट ब्लू युज गरिएको छ भने तपाईहरुले देख्न सक्नुहुन्छ इगल पनि लगाइएको छ है त गाइस। र आजको यो भिडियोमा चाहिँ म तपाईहरुमा चाहिँ केटीएम बाबु बसिट युट्युबले बनाएको इगल स्किनको बारेमा चाहिँ तपाईहरुमा फुल्ली डिटेलली रिभ्यु गर्न गइरहेको छु। त्यही भएर तपाईहरुले चाहिँ हामीलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त गाइस। सो लेट्स स्टार्ट द भिडियो। यो स्किन चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ, यो चाहिँ JB1 बसमा को लागि चाहिँ फिट हुनेवाला स्किन हो भने तपाईले यहाँ भिडियोमा पनि देख्न सक्नुहुन्छ। यसको फ्रन्ट पार्टमा देख्न सक्नुहुन्छ हेटौडा गाइस इगल डिलक्स लेखेको छ भने यसको गाडीको कोड नम्बर छ 5858771 नम्बरको यो गाडी रहेछ भने तपाईले फ्रन्ट लुक यस्तो देख्न सक्नुहुन्छ। र अब चाहिँ म तपाईहरुलाई यसको साइड लुक्स र ब्याक पार्टको लुक्स पनि देखाउने छु। ओके गाइस, तपाईले यहाँनिर देख्न सक्नुहुन्छ यसको साइड लुक्स चाहिँ यस्तो बवाल टाइपको छ। तपाईले यहाँनिर देख्न सक्नुहुन्छ साइड लुकमा लेखेको छ यो चोइस आवर रेक्सपेट लेखेको छ भने यहाँनिर लेखेको छ हेटौडा गाइस इगल डिलक्स लेखेको छ भने अगाडि फ्रन्ट पार्टमा तपाईले देख्न सक्नुहुन्छ यहाँनिर यो प्वाखको दुईवटा प्वाख राखेको छ भने ब्याक साइडमा तपाईले देख्न सक्नुहुन्छ इगलको के छ फोटो छ है त गाइस। र यहाँनिर सिसामा देख्न सक्नुहुन्छ नाइकको लोगो छ है त गाइस। र यस्तै गरी तपाईले देख्न सक्नुहुन्छ अति नै बवाल भाइसमा चाहिँ यहाँनिर स्किन चाहिँ क्रिएटरले क्रिएट गरिसकेका छन् भने यो रहेको छ राइट साइड लुक्स है त गाइस। अब म तपाईहरुलाई ब्याक साइड लुक्स देखाउने छु। ओके गाइस, देख्न सक्नुहुन्छ ब्याक साइड लुक्समा तपाईले देख्न सक्नुहुन्छ सुपर एक्सप्रे लेखेको छ भने यहाँ चाहिँ विभिन्न किसिमका गाडीमा उपलब्ध हुने सेवाहरू चाहिँ मेन्सन गरिएको छ भने र तलपट्टि तपाईले देख्न सक्नुहुन्छ यहाँनिर बाहुबलीलाई चाहिँ यहाँनिर कटप्पाले चक्कु रोपेको चाहिँ बाइस तपाईले देख्न सक्नुहुन्छ भने तलपट्टि देख्न सक्नुहुन्छ हेलो ओल्ड लेखेको छ भने सेम प्लेट नम्बर चाहिँ के गरिएको छ मेन्सन गरिएको छ है त गाइस। र तपाईलाई अर्को क्वेसन म सोध्न चाहन्छु, बाहुबलीमा चाहिँ कटप्पाले चाहिँ बाहुबलीले किन मारे भन्ने विषयमा चाहिँ तपाईलाई थाहा छ भने तपाईले कमेन्ट लेख्न सक्नुहुन्छ है त गाइस। यो रहेको छ ब्याक साइडको लुक्स छ भने अब म तपाईलाई चाहिँ लेफ्ट साइडको लुक्स देखाउने छु है त गाइस। ओके गाइस, तपाईले देख्न सक्नुहुन्छ लेफ्ट साइडको लुक चाहिँ यस्तो छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ ब्याक साइडमा तपाईले देख्न सक्नुहुन्छ इगलको लोगो छ भने तपाईले अगाडि देख्न सक्नुहुन्छ दुईवटा प्वाइन्ट छ भने र यहाँनिर साइडमा लेखेको छ हेटौडा गाइस इगल डिलक्स योर चोइस आवर रेक्सपेट लेखेको छ है त गाइस। र म तपाईलाई फेरि एकचोटि भन्न चाहे यो स्किन चाहिँ JB1 बसमा चाहिँ तपाईले के गर्न सक्नुहुन्छ लगाएर खेल्न सक्नुहुन्छ र यसको ओरिजिनल क्रिएटर हो बसिट केटीएम बाबु बसिट हो भने यो चाहिँ युट्युबमा रिलिज भइसकेको छ। यदि कोही साथीहरुलाई यसको स्किन चाहिएको छ भने म डिस्क्रिप्सनमा यसको लिंक राखिदिन्छु, तपाईले त्यहाँबाट के गर्न सक्नुहुन्छ सजिलै डाउनलोड गरेर खेल्न सक्नुहुन्छ है त गाइस। तपाईले देख्न सक्नुहुन्छ मलाई चाहिँ यो स्किन अति नै बवाल लाग्यो। तपाईलाई कस्तो लाग्यो तपाईले तलपट्टि कमेन्टमा के गर्न सक्नुहुन्छ मेसेज गर्न सक्नुहुन्छ है त गाइस। ओके गाइस, भिडियो यति नै हो। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो यदि मन परेमा लाइक कमेन्ट सब्स्क्राइब र शेयर गर्न चाहिँ नबिर्सनु होला। र जाँदै म तपाईहरुलाई के भन्न चाहन्छु त भन्दाखेरि यो इगल डिलक्सको क्रिएटर हो केटीएम बाबु बसिट हो भने यसको लिंक चाहिँ म डिस्क्रिप्सनमा राखिदिन्छु, तपाईले त्यहाँबाट के गर्न सक्नुहुन्छ सजिलै डाउनलोड गरेर खेल्न सक्नुहुन्छ है त गाइस।